हेलो एभ्रिवान वेलकम टु माई भिडियो। अनि आज हामी छौँ सौभाग्य गोल्ड कप 2082 को अन्तिम खेलमा, जहाँ देवदह भर्सेस कपिलवस्तु 11 बीच हुन गइरहेको यस गेममा देवदह बोइजबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ हाम्रा राष्ट्रिय स्तरका खेलाडी एरोन थापाज्यू। स्वागत छ तपाईँलाई ब्रदर मेरो भिडियोमा। फर्स्ट अफ अल वेलकम टु बुटोल। थ्याङ्क यू। अब मैले वेलकम गर्नुपर्ने मेरो ठाउँमा ठिकै छ, हजुरले गर्नु होला, त्यो पनि ठिकै छ। हामी दुईजनाकै ठाउँ। हजुर दुईजना। अनि तपाईँलाई चाहिँ अस्ति फर्स्ट गेम खेल्नुभयो, हजुर। हाउ वाज द एक्सपिरियन्स? अनि अपोनेन्टलाई चाहिँ तपाईँले कसरी हेरिराख्नु भएको छ? अब अपोनेन्टलाई त जस्तो सुकै होस्, मैले चाहिँ आफूभन्दा चाहिँ खतरा छ भनेर सोचेर चाहिँ खेल्छु। जस्तो सुकै होस् होइन, टिम चाहिँ जस आफ्नो ठाउँमा खेल्नु पाउँदा चाहिँ अलिकति मजा आउँछ। त्यसले गर्दा मैले सबै गोल्ड कपहरू छोडेर आइरहेको छु। कस्तो कस्तो गोल्ड कप चलिरहेको छ थ्याङ्क यू सो मच। त्यसको लागि चाहिँ म आफ्नो गाउँठाउँमा हुँदा चाहिँ किन नखेल्ने, वाइ नट भनेर चाहिँ म त्यसरी चाहिँ आयो। थ्याङ्क यू सो मच फर यर टाइम। अनि आज म धेरै सोधिनँ तपाईँलाई। बेस्ट विसेस फर यर गेम। थ्याङ्क यू सो मच। के अरे